यो बिहानीको मिरमिरे 6:25 गएको छ। अनि यो कुरी बजार है, कुरी बजार मैले पन्जा लागेको भएर जुम गरिनँ। ओके ल हामी कालिम्चोक यात्रामा छौँ। देख्न सक्छौँ अझ कति हाइट छ। केबल कारहरू चलिसकेको छन्, सरर झर्दैछ है। ओके ल कालिम्चोकको बिहानीको दृश्य अवलोकन एकदम रमाइलो छ। अब माथि गएपछि अरू भिडियोहरू पनि बनाउँछु। हामी जाँदैछौँ, मिरमिरे उज्यालो छ। कालिम्चोक भगवती माताको घर कालिम्चोक एकदम रमाइलो ठाउँ हो। यहाँ हामी देख्न सक्छौँ विभिन्न दृश्यहरू। यस्तो राम्रो हिम श्रृङ्खलाहरू, गौरी शङ्कर हिम श्रृङ्खला अन्तर्गत पर्ने विभिन्न किसिमका हिमालहरू म त नाम पनि जान्दिनँ है। असाध्यै रमाइलो छ। अनि सँगै चिसो चिसो मौसममा सँगै मन्दिर छ कालिम्चोक भगवतीको, दर्शन पनि गर्न सकिन्छ। यहाँ धेरैजना चाहिँ श्रद्धालु भक्तजनहरू आउनुहुन्छ है। उहाँहरूलाई पनि सम्पूर्णलाई धन्यवाद। दुःख गर्दै आउनुभएको छ, कोही हिँडेर आउनुभएको छ, कोही केबल कारमा आउनुभएको छ। कालिम्चोक भगवतीको दर्शन सँगसँगै हामीहरू सेल्फी खिच्दै, फोटोहरू खिच्दै, दृश्यहरू क्यामेरामा कैद गर्दै, टिकटक भिडियोहरू बनाउँदै, रमाइलो गर्दै गर्दै तल झऱ्यौँ। अब हाम्रो यात्रा सुरु हुन्छ सैलुङका लागि। सैलुङका पनि विभिन्न किसिमका दृश्यहरू हुन्छन्, राम्रा दृश्यहरू। त्यहाँको पनि म विस्तार देखाउँदै लानेछु। धन्यवाद है। लगाए चाहिँ हामीहरू चाहिँ सैलुङ जाँदैछौँ। काफे ढुङ्गा महादेव गुफा हुँदै यहाँ आइपुगेको छौँ। साथीहरू हिँड्दैछन् है, माथि पुगिसकेको छन्। म पछाडि छु। गेलटवाल कटेर आइसक्यौँ हामी। एकदम रमाइलो हुँदैछ। बिस्तारै अगाडि बढ्दैछौँ है त। माथि पुगेपछि माथिको दृश्य अवलोकनहरू सबै कुराहरू देखाउनेछु। के होला आज ल बजाउँ 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 बजाउँ। ल फाइनल्ली सैलुङ टुप्पा नजिक आइपुगेको छ है। सैलुङ दृश्य एकदम रमाइलो छ। मौसम खुलेको छ, देख्न सक्नुहुन्छ। थुम्काहरू, हिम श्रृङ्खलाहरू, आहा गौरी शङ्कर हिमाल कति राम्रो देखेको छ है। कालिम्चोक पनि देखेको छ। त म कालिम्चोक यहाँबाट तान्छु है। आहा यो कालिम्चोक हो। ल कति राम्रो देखेको छ। अनि अब यहाँ धेरैजनाहरू आउनुभएको छ होइन। हाम्रो त ग्रुप पनि कहाँ पुग्यो है। एकदम राम्रो छ। ठ्याक्कनाथीको गुम्बा, भ्यू टावर, रमाइलो ठाउँ छ। दिदीहरू यहाँ पानीहरू सुविधाको लागि बस्नु भएको छ है। ल यहाँ तलबाट चाहिँ पानीहरू केही किन्न पाइँदैन, यहीँबाट बोकेर जानु भन्छन्। तर त्यो चाहिँ नबुझ्नु होला। यहाँ दिदीहरू बेच्न बसिरहनु भएको हुन्छ। 2-4 पैसा महँगो पर्ला, तर केही फरक पर्दैन। नबोकिकन आउनु होला है। सैलुङ 100वटा थुम्का, रमाइलो ठाउँ, हिम श्रृङ्खलाहरू, दृश्यहरूको लागि एकदम राम्रो ठाउँ। हेर्नु होला है त, एकदम चित्त बुझाउनु होला। एकदम राम्रो ठाउँ छ। सैलुङ 100वटा थुम्काको ठाउँ, दृश्य अवलोकन, सुन्दर दृश्य अवलोकन, रमाइलो ठाउँ। ओके है, धेरैजना आउनुभएको छ दृश्य अवलोकनको लागि। साह्रै रमाइलो ठाउँ छ। कति राम्रो देखेको छ कालिम्चोक। म देखाउनु खोज्दैछु कालिम्चोक हो यो, जहाँ हामी त अहिले भर्खरै पुगेर आएको थियौँ है। यो कालिम्चोक हो। सँगै देख्नुहुन्छ हिम श्रृङ्खलाहरू। एकदम राम्रो ठाउँ छ। धेरै हिम श्रृङ्खलाहरू देख्न सकिन्छ।